भक्तवत्सल भगवानको एकादशी महारानीको जय जय श्री राधे राधे। हिजो 1 नम्बर डान्स मितबाउलाई दिनु पर्थ्यो, मिस्टेक भइहालेछ नि। हिजो पुरस्कार 1 नम्बर चाहिँ मितबाउलाई दिनु पर्थ्यो। भक्तवत्सल भगवानको र एकादशी महारानीलाई हामीले सम्झौँ। आज भगवती भगवान कृष्ण स्वयं एकादशी भएको छ। छैन भागवत त्यसमा पनि 82 वर्षको मान्छे छैन नि। एकै सालै हो नि बुवा र मिठो। ए मिठो जेठो 100 सालको भागवत त्यही पनि एकादशी खुब मजाले मिल्यो। वर्षले त 1 वर्षले जेठो। त्यही भएर आमाले एकादशीको व्रत वर्षले त 1 वर्षले जेठो। एकादशीको व्रत चाहिँ मेरै लागि भए पनि बसिदिनु पर्छ। सबैजना एकादशीमा ग्रामको गाउँको मान्छे मिल्नु व्रत लिनु। उसमा 81 हुने 82 हुने ठाउँमा 81 भाडा छ। त्यसलाई कटले भए पनि बनाइदिनु पर्छ। फोटो खिचेर हाल्नेहरूले राधे राधे। फेरि भजन कीर्तन गरेर बस्दाखेरि एकछिन पिसेर बस्नुपर्छ। यहाँ मात्रै होइन, 15 दिनमा एकदिन एकादशी आउँछ। 2081 वैशाख 11 गते बिहिबार हुन्छ। मैले हिजो देखेको। भागवतमा सुनिरहेको त्यही कुरा छ भने कृष्णको लीला भनिदिनुहोस्। कृष्णले त यसो नसखी 81 बनाइदिएछ। सखी वैशाख ए 11 बहिनी ए दिदी यसो नकुमारी एकादशीमा त कृष्णले त अथवा कृष्णले त गोपिनीसँग प्रेम गर्नुभयो अरे। कृष्ण त वृन्दावनमा हाँस्ने चालहरू रचाउनु भयो अरे नि। हो त्यस्तो प्रभुको नाम गाइदिनु है। एकादशीको व्रत बस्नु है आमा बुबा, बुबाहरू पनि बस्नु। फेरि होइन रहेछ सबै आमाको लागि रहेछ नभन्नु। एकादशी भनेको हाम्रो लागि पनि हो, बुबाहरूको लागि पनि हो, आमाहरूको लागि पनि हो। सकिन्छ भने बुढाबुढी दुवैजनाले बस्नु भगवानको यादमा। अब बुढा मान्छे बाहिर धेरै हिँड्नुपर्छ, काम धेरै छ भनेदेखि एकादशीको दिन नराम्रो भोजन नखाइदिनु। अब पत्नी चाहिँ यहाँ आज मेरो एकादशी भनेर खुब भक्तिले बस्नु भएको हुन्छ। अनि बुढा मान्छे चाहिँ ऊ कता गएर एउटा कटेर माछा छिरेर आदि गरेर सुहाउँछ त। बुबा हो सुहाउँदैन है। होइन मेरो त व्रत होइन, मेरीको पो हो त, मैले त दिन मिल्छ भनेर धनगढीतिर गएर राधे दिन पनि मिल्दैन। हजुरको आफ्नैको व्रत छ, आफूले चाहिँ खुब प्रेममा भगवानको नाममा डुबेर बसेको छिन्। अनि हजुरले जे पनि खाइदिनुहुन्छ, जे पनि गरिदिनुहुन्छ भने कसरी चाहिँ हुन्छ। त्यही भएर बुबा आमालाई आमा बुबाले आमाले त जहिले प्रेम गर्नुहुन्छ, तर बुबाले पनि कम गर्नुहुन्छ, अन्यथा नमाने अलिक कम हुन्छ क्या। त्यही भएर आजबाट सङ्कल्प गर्नुहोस्, मेरो पत्नीको मन दुखाउँदिनँ। दुख्छ नि हो भन्न पो नसक्नु भएको, धेरै दुख्छ आमाको मन। किनभने कमौलो हुन्छ, ममतामयी माता भनिन्छ, वात्सल्यमयी माता भनिन्छ। धेरै दुख्छ। आफू व्रत लिएर बस्नु भएको छ। घरमा पो भित्र पो हुनुपर्ने, बाहिर त भइहाल्छ नि। ग्यास चुलो निकाल्दा ग्यास चुलो निकाल्दा भित्र पो हुनुपर्ने। पूजाको ठाउँमा पो लानु हुँदैन, बाहिर त लानु भयो नि। बाहिर त राखेर बिली गर्नु। त्यही भएर हेर्नु, बाहिर पनि होइन भित्र पनि होइन, सकिन्छ भने त नखानु नै राम्रो। यहाँबाट मैले फेरि गुरुले धेरै कर गर्नु भन्नुहुन्छ न, सकिँदैन भनेदेखि एकादशीको दिन चाहिँ नखाइदिनु बिन्ती गर्छु है। एकादशीको दिन जहाँ जानु सक्दैन, जहाँसुकै बस्नुहोस्।
माइकले पनि व्रत लिनु खोज्छ सज्जन। त्यही भएर आजको व्रत एकादशीको दिन परेकोले खुब मिलेको दिन हो। त्यही भएर बुबाहरू पनि आउनु भएको छ, सुनिरहनु भएको छ। हाम्रो भगवत बाटोलाई भगवानको यादलाई गरिदिनु होला र आमाको मन नदुखाइदिनु होला। यति भन्दै अब आउनुहोस् हामी भगवानमा प्रवेश गरौँ। राधे 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 राधे। र हामीले दाहाल परिवारद्वारा आयोजना गरिएको श्रीमद् भागवत महापुराणको आज 6औं दिवस हामी अन्तिम घडीमा आइसक्यौँ सज्जन। आज 6औं दिन, प्रथम दोस्रो तेस्रो हुँदै 6 दिनसम्म आइसकेछौँ। दिन बितेको थाहा नै भएन र हामी भगवान बालकृष्ण प्रभुको ती आनन्दमय लीलालाई श्रवण गर्दै 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 यहाँसम्म आएका छौँ। भगवान हिजो नन्द उत्सव मनायौँ, भगवानको यादमा खुब डुब्यौँ। प्रभु बालकृष्ण भएर सानो भएर आइदिनु भयो र भगवानले लीला गर्नुभयो, गोकुलमा बस्नुभयो। नन्द बाबाको घरमा आफ्नो आमा बुबालाई बन्दी बनाएका छन् मामा कंसले। यति मिठो 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 रास रचाउनु भयो नि, यति मिठो मिठो लीला गर्नुभयो नि मेरो प्रभुले। यति आनन्द दिनुभयो सबैजनालाई। गोपिनीहरू पनि प्रभुको त्यो यादलाई देखेर, गोपिनीहरू पनि प्रभुको प्रेमलाई देखेर एकछिन कृष्णले दही चोरे, कृष्णले माखन चोरे भनेर सुनाउन आउनुहुन्थ्यो माता यशोदालाई। तर एकछिन फेरि गोपिनीको घरमा कृष्ण जानु भएन भने नि आज कहाँ गएछन् कृष्ण, आज कता गएछन् कृष्ण, खै त सधैँभरि आउँथ्यो आज आएन त भनेर हेर्नु फेरि खोज्नलाई निक्लिनुहुन्थ्यो, फेरि खोज्न जानुहुन्थ्यो। प्रभुलाई देखेपछि मन शान्त हुन्थ्यो। शीतल कारक मेरो प्रभु, शीतल दिने मेरो भगवान। र रचाउँदै रचाउँदै जानुभयो, आफ्नो लीलालाई गर्दै गर्दै जानुभयो। एक दिन के भयो भने भगवान घरमा बसिरहनु भएको थियो। हेराजन एकजना फल बेच्ने आमा फल किन्ने कोही छ भन्दै भन्दै गोकुलमा जानुभयो। फल राख्नु भएको छ ढाकीमा, फल राख्नु भएको छ ढाकीमा। फल कसैले किन्दिने कोही छ? मेरो फलसँग कसैले अन्न साट्नुहुन्छ? मेरो फलसँग कसैले साट्नुहुन्छ अन्न भनेर खुब गोकुलमा हल्ला गर्दै गर्दै जानुभयो के। पहिले कहीँ गाउँमा मान्छे आउनुहुन्छ नि त नुन साट्ने, पहिले आउनुहुन्थ्यो। राधे राधे। नुन कतिमा, 2 खुट्टी कि कतिमा भन्दै होइन उको कुरो। कसैले केमा कसैले केमा। त्यति बेला चाहिँ फल साट्ने आउनु हुँदो रहेछ। आमा आउनु भएको हेरेको, आमाले फल लिएर आउनु भएको। प्रभु हुनुहुन्थ्यो घरमा, सानो सानो कृष्ण, सानो सानो मेरो प्रभु। यसो हेरेको, फल बेच्ने आमा आउनु भएको देख्नुभयो। हतार 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 कुदेर जानुभयो फल लिनलाई, फल लिनलाई जानु भएको। आमालाई सोध्नु भयो, आमा फल केमा दिनुहुन्छ भनेको। ए बाबु म फल दिनलाई नै आएको हुँ, तिमी जेसँग माग्छौ त्यहीसँग फल दिन्छु भनेको। आमा मसँग त पैसा छैन, आज पैसा छैन मसँग आमा, अरू केहीसँग दिनुहुन्छ भनेको। अन्नहरू छ भने पनि दिन्छु भन्नुभयो। मेरो प्रभु हरार कुदेर आउनु भयो। यताउता हेरेको ती माथि मकै राख्नु भएको रहेछ आमाले। ती बुइतल के भन्छौ नि हामी माथि घरमा, टाढभन्दा माथिको। राधे राधे। त्यो पहिले पाहाडमा हुन्थ्यो क्या, त्यस्तो अब अहिले त हुँदैन। त्यो बुइतल माथिको त्यो टाढभन्दा पनि अझै माथिल्लो स्टेपमा आमा बुबाले मकै खुब राम्ररी राख्नु भएको थियो, मिलाई मिलाई राख्नु भएको थियो। मेरो प्रभुले माथि गएर 2 घोगा मकै निकाल्नु भयो। आमाले नदेखिकन फेरि, आमाले देख्नुभयो भने कराउनुहुन्छ, बुबाले देख्नुभयो भने कराउनुहुन्छ भनेर 2 घोगा मकै आफ्नो अब पिताम्बरी वस्त्र लगाउने प्रभु लुकाउनु भयो आमाले नदेख्नुहोस् भनेर। अनि हर कुदेर जानुभयो। आमा
यो मकैसँग साटिदिनु त मलाई, मेरो 2टा मकैको कति आउँछ फल भनेको। ती फल बेच्ने आमाले पनि प्रभुको स्वरूपलाई हेरेर एकहोरो भइदिनु भयो। नानी तिमीले यति दुःख गरेर आएका छौ, 2टा मकै देऊ, म तिमीलाई सबै फल दिन्छु। तर भगवानले भन्नुभयो होइन, मलाई धेरै चाहिँदैन, जति आउँछ त्यति नै दिनुहोस् भनेर 2टा मकैको घोगा दिनुभयो। र ती फल बेच्ने आमाले आज भगवानले हात तल थाप्नु भएको छ, आमाको हात माथि छ। हे राजन परीक्षित, क्रीडिहि भो फलानीति श्रुत्वा सतुरमच्युतः फलार्थी धन्यमादाय ययो सर्वफलप्रदः। हे राजन, आज संसारलाई फल दिने मान्छे, हेर्नु यहाँ, आज संसारलाई फल दिने मेरो प्रभु, संसारको इच्छा पूरा गर्ने मेरो प्रभु, सबै व्यक्तिको मनोभावना पूरा गरिदिने मेरो प्रभु, सबैलाई के फल चाहिन्छ भनेर सबैलाई फल दिने मेरो प्रभु, आज एकजना आमाको मायामा परेर आफ्नो फल दिने, सधैँभरि प्रभुको हात माथि हुने प्रभु आज आफ्नो हातमा मुनि राखेर फल थाप्दै हुनुहुन्छ। राजन, आफ्नो हात मुनि राखेर फल थाप्दै हुनुहुन्छ। फल बेच्ने आमाले प्रभुलाई फल दिनुभयो, भगवानले मकै दिनुभयो, अन्न दिएपछि अब अरूतिर बेच्दै बेच्दै जानुभयो। घरमा पुगेर अब त्यो ढाकी, फल राखेको ढाकी, ती सानो नानीले त मकै दिथे है, अन्न राख्नु पर्यो राम्रोसँगले, राम्रो अन्न थियो भनेर, अन्न झिक्नु पर्यो भनेर त्यो ढाकीको पोको खोलेको। मेरो प्रभुको कृपा यति वर्षो राजन, जति मकैको अन्न दिनु भएको थियो त्यति हिरामतीले सम्पन्न भयो। राधे राधे। त्यही भएर सज्जन, प्रभु सबैको हातमा प्रभुले कृपा गरी बक्सनुहुन्छ। आज फल बेच्ने आमालाई पनि गोकुलमा भगवानले कृपा गरी बक्स्यो। हात पहिले तल थापिस्यो, भगवानले पहिले हात। कर्म गर्ने मान्छेलाई फल दिनुहुन्छ भगवानले। कर्माण्डे वादिकारस्य मा फलेषु कदाचन। कर्म गर्नेलाई भगवानले फल दिने, तर आज आफै फल थाप्नु हुँदैछ। कति अचम्म, कति लीला। स्वयं कृष्णस्तु भगवान स्वयं। राजा परीक्षितलाई भन्नुहुन्छ कृष्णले, सुखदेवले, हे राजन, कृष्ण स्वयं प्रभु हो, स्वयं भगवान भएर आउनु भएको छ, तर आज फल माग्दै हुनुहुन्छ। लीला यति ती भावुक जनलाई, ती सन्त जन, ती अवधूत भेष भएको परमहंस जनलाई यो लीला त यति द्रव्यभूत बनाइदिनु भयो र भगवानको लीला दिव्य गर्नुभयो। र सबैतिर नराम्रो हुन लाग्यो र गोकुलवासीले ती बाबा नन्द बाबा, उपनन्दन नन्द बाबा सबैजना मिलेर बैठक बस्नुभयो। अब हामी बसाइ सर्नुपर्छ भनेर बसाइ सरेर जाने, कहाँ जाने भन्दा राम्रो भएको ठाउँमा जानुपर्छ। यहाँ दुःख भयो। बसाइ सरेर किन गइन्छ भन्दा अलिअलि दुःख नभए त गइँदैन नि। फेरि बसाइ सरेर हेरेर जाने ठाउँ पनि कस्तो हेर्नुपर्छ भन्दा समाज राम्रो भएको हेर्नुपर्छ है आमा बुबा। गाउँ ठाउँ राम्रो भएर मात्रै हुँदैन, ठाउँमा सुविधा मात्रै भएर हुँदैन। छिमेकी, परिवार, समाज, गाउँ सबै राम्रो भएको हुनुपर्छ। अब बसाइ सरेर जाने, कहाँ जाने भनेको त उपनन्दनले भन्नुभयो, म घुम्न गएको थिएँ, हाम्रो यहाँभन्दा धेरै टाढा पनि होइन, वृन्दावन नाम गरेको ठाउँ छ भन्नुभयो। वनम वृन्दावनम नाम पशव्यम नवकाननम गोप गोपी गवां सेव्य पुण्य त्रितृण विरुधम। राजन, वृन्दावन भन्ने पवित्र पवित्र पावन क्षेत्र छ। कति सुन्दर छ भने नि, वृन्दावनको यमुना नदीको किनार भएको सुन्दरमा पनि सुन्दर
बेल बनहरूले युक्त भएको कमल कि यमुनाको पानी छङ छङ गरेर बगिरहेकी चराहरूले कराइरहेका ती कमलका फुलहरू फुलिरहेका हरियाली क्षेत्र भएको हाम्रो गाई चरण ठाउँ पनि भएको सबै योग्य ठाउँ छ, जानुपर्छ वृन्दावन भन्नुभयो। र आज भगवान मेरो प्रभु 5 वर्षको उमेरमा गोकुललाई छोड्न लाग्नुभयो र सबैजना वृन्दावन आउनुभयो। वृन्दावन धामको यति सुन्दर छ वृन्दावन। आउनुहोस् सज्जन, हामी पनि वृन्दावन पुग्यौँ। मधुबनैमा राधे कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा। मधुबनैमा राधे कृष्ण मनैमा, मधुबनैमा राधे कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा। मधुबनैमा राधे कृष्ण मनैमा, मधुबनैमा राधे कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा। हरि बोल। मधुबनैमा राधे कृष्ण मनैमा, मधुबनैमा राधे कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा। हरि बोल। वृन्दावनको गली गली राधा कृष्ण जोडी राधे भक्तवत्सल भगवानको वृन्दावनको गली गली राधा कृष्ण जोडी, राधा कृष्ण जोडी जान मलाई मन लाग्यो सबैबाट जोडी, मन लाग्यो सबैबाट जोडी। वृन्दावनको गली गली राधा कृष्ण जोडी, राधा कृष्ण जोडी जान मलाई मन लाग्यो सबैबाट जोडी। मधुबनैमा राधे कृष्ण मनैमा, मधुबनैमा राधे कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा। जान मलाई मन लाग्यो वृन्दावनैमा। श्याम कलर श्याम जीवन श्याम ध्वनि कानमा गई वत्सरन मेरो भन्नु वस्तु एउटा श्याम सुन्दर, श्याम बिना तिनै लोकमा अरू खोजेर जान मलाई मन लाग्यो वृन्दावनैमा। हरि बोल। भक्तवत्सल भगवानको वृन्दावन धामको वृन्दावन बाके बिहारी लालको
वत्सल भगवानको वृन्दावन धामको वृन्दावन बाँकी बिहारी लालको राधे राधे। प्रेम से भनिदिनुहोस् त राधे राधे। यति सुन्दर वृन्दावन जान लाग्नुभयो। यदि धरतीमा वैकुण्ठ छ भने, यो पृथ्वीमा यदि वैकुण्ठ छ भने त्यो वैकुण्ठ भनेको वृन्दावन हो, जहाँ हाम्रो गुरुजनहरूले भन्नुहुन्थ्यो, हेर नानी हो, संसारको सबै ठाउँमा भूकम्प आउँछ तर वृन्दावनमा आउँदैन। म पनि धेरै वर्ष बसेँ आमा त्यहाँ। मेरो जीवनकालमा त्यो वृन्दावनमा कहिले पनि यो ठुलो गडाङगुडो कहिले गरेन। हाम्रो यता कहिले काहीँ चट्टाङ खुब ठुल्ठुलो हान्छन् नि त। तर मामा म 5-6 वर्ष लगभग बसेँ, त्यत्रो जीवनमा त्यत्रो वर्षसम्म एकचोटि पनि ठुलो गडाङगुडो गरेन। जहिले सानो मन्द गर्नु। कति वर्ष पुरानो घरहरू छन्, कति वर्ष पुरानो आश्रम, तर पनि केही हुँदैन। वरिपरि सबैतिर भूकम्प आउँछ तर त्यहाँ आउँदैन। त्यही भएर यो धराको, यो पृथ्वीको यदि हजुरहरू वैकुण्ठ यो शरीर लिएर जान सकिन्छ कि सकिँदैन त्यो त थाहा छैन, सकिँदैन अवश्य पनि थाहा भएकै। तर हामी यदि वैकुण्ठ जान चाहन्छौँ शरीर लिएर भने त्यो अवश्य पनि वृन्दावन जानु होला है आमा। यति पवित्र, कति छ पवित्र भन्दा, वृन्दावनम गोवर्धनम यमुना पुलिनानी च भिक्षा सितोत्तमा प्रीति राम माधवयोर निर्भह। राजन कति पवित्र भने वृन्दावनमा पनि गोवर्धनमा पनि यमुना नदीमा पनि प्रीति भनेको प्रेमको भास, प्रेमको आभास। जब वृन्दावन पुगिन्छ नि तब भक्ति महारानी बढेर जान्छन् है। जब एकचोटि वृन्दावन पुगेर आउनुभयो भने हजुरलाई भगवानको नाम लिँदाखेरि आँसु आएन भने मलाई भन्नु अनि हजुर भगवानको मूर्ति दर्शन गर्न जाँदाखेरि आँसु झरेन भने अनि भन्नुको लागि प्रेमको आवाज दिने भनेको नि वृन्दावन हो सज्जन। त्यही भएर आमा हो, समय भगवानले जुराउनु भयो भने कोसिस गर्नुपर्छ है, हामी जान्नुपर्छ एकचोटि चाहिँ। यदि मलाई पनि प्रभुले जुराउनु भयो भने झन् कति खुसीको कुरा। यो गौडमे यता कुसमा यता वरिपरि हाम्रा मिल्ने आमाहरू गएर जान पाइयो भनेदेखि म त त्यही ठाउँमा बसेको, हजुरहरूलाई टेन्सन दुःख पनि भएन। कुन गुरुले कहाँ के भन्नु होला, कोही आएर यता घुमाउनु पर्ला त्यहाँ घुमाउनु पर्ला भन्नु होला। यदि प्रभुले हामीलाई मिलाउनु भयो भने गोविन्द गुरु सहित हामी कोसिस गर्नुपर्छ। अब जान्छु भनेर अहिले भाकल चाहिँ गर्नु हुँदैन। राधे राधे। यदि प्रभु हजुरले बोलाउनु भयो भने अवश्य पनि आउनेछ। एकचोटि धेरै पर्दैन, एकै रात पनि त्यहाँ बास बस्यो भने आवाज थाहा भइहाल्छ। यति प्रेम छ नि, यति प्रेम छ। फोन आउँदा बोल्दा गफ गर्दा नामले पनि हजुरको नाम त्यहाँ जे भए पनि प्रभाव पर्दैन। हजुरको नाम नि त्यो ठाउँमा बस्दा गीता होस् सीता होस् जे होस् त्यहाँ हजुरको गीता सीता कसैले भन्नुहुँदैन। भन्नुहुन्छ केवल के भन्नुहुन्छ भन्दा ए राधे यता आऊ न, ए राधे यता हेर न, छिटो आऊ राधे। लो हेर हजुर पनि राधे म पनि राधे, संसार राधे राधे छ। त्यहाँ एकचोटि प्रेमले भनिदिनु त राधे राधे। वृन्दावन धामको त्यस्तो पवित्रमा जानुपर्छ भन्नुभयो र सबैजना मेरो प्रभु वृन्दावनमा पुग्नुभयो। भगवान जाने बित्तिकै अघासुरको उद्धार गर्नुभयो
र बच्चासुरको पनि उद्धार गर्नुभयो भक्तवत्सल भगवानको। र भगवानले वृन्दावन पुगेपछि अब अलि ठुलो मेरो प्रभु अब बाछा गाई हेर्ने कुरा गर्नुभयो। आमा अब त म त गोठालो जान्छु। रमाइलो पो हुन्छ त गोठालो जानु चाहिँ, खुब आनन्द हुन्छ क्या गोठालो जाने नि। राम राम गयो, साथीभाइसँग खेल्यो, लुकामारी खेल्यो, कबड्डी खेल्यो, हामी पनि गयौँ। गोठालो जस्तो नि आनन्द त मलाई त लाग्दैन अरू ठाउँमा हुन्छ जस्तो। आमा म पनि गोठालो जान्छु, मैले बाछा हेरेको धेरै भयो। भगवानले सुरुमा सानो 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 गाईको बाछा हेर्नुहुन्थ्यो। अब ठुलो भए आमा अब म त जाने हो, गोठालो जान्छु, म र दाजुसँगै जाम्ला भन्नुभयो। भगवानले जङ्गल जानुहुन्थ्यो, गाई बाख्रा चराउनुहुन्थ्यो, बाँसुरीको धुन बजाउनुहुन्थ्यो। यति मिठो भगवानको बाँसुरीको धुन पर्थ्यो। भगवानले बाँसुरीको धुन बजाइसकेपछि हेर्नु गाई कतै पनि छरिएर जाँदैन थिए, कतै पनि छरिएर जाँदैन थिए गाई। प्रभुले कहिले गाईलाई धपाउनु भएन, प्रभुलाई गाईले पछ्याए। प्रभुले बाँसुरीको धुन बजाउनुहुन्थ्यो। त्यहाँ भएको चराले कराउन बिर्सिन्थे, त्यहाँ भएका गाईले घाँस खान बिर्सिन्थे, त्यहाँ भएका लतापता हरिको यादमा तडपिन्थे। हेर्नु सुखदेवजीको व्याख्या, राजन यति मिठो हुन्थ्यो प्रभुको बाँसुरी। गाई पनि मोहित हुन्थे, चर्न छोडिदिन्थे, चरा कराउन छोडिदिन्थे, झर्ना अडिएको अडिए हुन्थे। प्रभुको बाँसुरीमा सबै मग्न हुनुभएको थियो। त्यसरी लीला गर्दै गर्दै जानुभयो राजन। एक दिन के भयो भने प्रभुले सबैजनालाई बोलाउनु भयो र भन्नुभयो, हे सखा, हे साथी, हे हामी दाजुभाइ, हे साथी साथी सङ्गिनी, हामी पिकनिक जानुपर्छ। अब पिकनिक भन्छौँ क्या, वनभोज जानुपर्छ। वनमा गएर खाना खानुपर्छ। वर्षमा एकचोटि वनभोज जानु भगवानले दिनुभएको ज्ञान। त्यही भएर हामी वनभोज जानुपर्छ। अब वनभोज भन्नाले अहिले फेरि विकृति छाएको छ बुबा। राधे राधे। अहिले त वनभोज भनेकोलाई पिकनिक भन्छन् कि बुबा। पहिले त वनभोज भनेपछि अमलाको रुखमा नि गइन्थ्यो, पकाइन्थ्यो, खाइन्थ्यो। वनमाम भन्थे, वनचाम्रे, वनभोज, वनमाम। राधे राधे। अब आज भोलि त यो वनभोज पनि बिग्रियो, विकृति छायो। अहिले त कान्छो मामा त्यसलाई के भन्छन् भन्दा पिकनिक, पिक अनि निक। फेरि के गरेर दिन रातभरि देउसी खेल्यो अनि पिकनिक हिँड्यो। अब के लिएर जानुहुन्छ भन्दा चाहियो नि त डोरी आउने। फेरि बिना डोरी आउने त अगाडि बढ्दैन। अब पिक के भन्छ पिकलाई इङ्ग्लिसमा? राधे राधे। पिक भनेको इङ्ग्लिसमा के थाहा छ? अब पिक भनेको त्यही क्या त्यो बुवा। अब के भन्नु, पिक भनेको त्यो डोरी आउँदा हिँडेको हाल्छ नि त। अब भो भगवानले गर्नुभएको लीलाहरूको अनि कार्टुन बिजुली पानी, कार्टुन बिजुली पानी, अनि पिक पनि, अनि के जाति पनि, अनि सबै लिएर गयो। कहाँ जानु भन्दा फेरि अब नमस्ते झर्ना अरे, खोइ कहाँ अरे, भेटेटार अरे, कहाँ हो, गोकुलम रिसोर्ट। अब गयो अनि झन्के जाम राधे पारो, आफूलाई नचिनो। अब त्यो एकचोटि राधे राधे भनिदिनु त। त्यस्तो होइन है आमा बुबा। वनभोज जानु, गाउँको मान्छे मिल्नु। यहाँ गढमा हुनुहुन्छ भने त्यो भनेको के भन्दा वनमा गएर खाना खाने, त्यो रिसोर्टमा गएर खाना खाने होइन। अमलाको खेतमा जाने सकिन्छ भने अमलाको खेतमा गएर बनाउने मिठा चिज 84 व्यञ्जन बनाउने अनि प्रभुलाई भोग लगाउने।
यहाँ भगवान्ले भन्नुभयो हामी वनभोज जानुपर्छ भोलि, गाई हेर्दा हेर्दै उतैतिर खानुपर्छ। अब सबैले सामान बोक्नुपर्छ है भन्नुभयो। के को पैसा उठाउनु पर्थ्यो त्यो बेला, अहिले त राम 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 थोरै उठाउनु पर्दैन पैसा। त्यति बेला पैसा उठाउनु पर्दैन थियो। भगवान्ले के भन्नुभयो भने हामी सबैजना जानुपर्छ है साथी सङ्गिनी हो, घरमा के बाँकी छ खानेकुरा लिएर आउनु, म पनि लिएर आउँछु। हे श्रीदामा तिमीले पनि लिएर आउनु, हे कृष्ण हे सखा तिमीले पनि लिएर आउनु, तिमीले पनि लिएर आउनु। सबैले आमाले पकाएको खानेकुरा लिएर आउनु। कसको आमाले पकाएको मिठो हुन्छ, कसको आमाले पकाएको मिठो हुन्छ। भोलि हामी वनभोज जानुपर्छ भनेर गाई बिहानी आमालाई आउनुभयो भगवान्ले। आमा भोलि त हामी वनभोज जान्छौँ, भोलि त हामी उतै खान्छौँ, मलाई पनि केही खानेकुरा राखिदिनु, म पनि उतै गएर खान्छौँ, हामी सबै मिलेका छौँ भन्नुभयो भगवान्ले। ल न त ल कृष्ण लु यो लिएर जाऊ भनेर आमाले आफ्नो सन्तानलाई खानेकुरा राखिदिनु भयो। खानेकुरा राखिदिनु भयो। भोलि त अलिक छिटै गाई खोल्नुपर्छ, फेरि भ्याइँदैन भनेर सबैले छिटै गाई खोलेर जङ्गल लानुभयो। गाई छोडिदिनु भयो जङ्गलमा। गाई पनि अब कृष्ण भएपछि टाढा जाँदैन्थे, नजिकै वरिपरि भएर चरेको। खाने बेला भयो, कसैले पकाउनु भयो, कसैले लिएरै जानु भएको थियो। अब त खाने बेला भएको हो। सबै ती गोठालो ग्वालाहरू, सबै ग्वालाहरूले बस्ने बेला भयो। अब कसरी बस्ने? राधे राधे। भोजन गर्न बस्दाखेरि सकिन्छ भने पूर्व फर्केर बस्नु। खाने मान्छेले है भोजन गर्दाखेरि पूर्व फर्किनु अथवा उत्तर फर्किनु। दक्षिण चाहिँ पूर्व फर्क्यो भने यशस्वी बढ्छ, कीर्ति बढ्छ, विद्या बढ्छ। दक्षिण फर्केर चाहिँ पितृको शोकमा खानु। त्यही भएर यहाँ भोजन गर्दाखेरि सज्जन आफूले खाने भोजन, घरको मूल मान्छेले खाने भोजनको थाली भिन्दै हुनुपर्छ। राधे राधे। आफ्नो थालीमा कसैलाई नदिनु। पाहुना आउँदाखेरि थाली राख्नु। आखिर हामी सबै सकिहाल्छौँ। पाहुना आउँदाखेरि थाली, अनि आफू सबै कुरा, आफ्नो घर मूल मान्छेको आफ्नो सुत्ने बेड पनि, आफ्नो खाने थाली पनि राम्रो सुरक्षित हुनुपर्छ। पूर्व फर्केर खानु अथवा पश्चिम दक्षिण चाहिँ नफर्किनु। यहाँ हामी त दक्षिण नफर्किने माने हेर्नु। सबैजना बस्न लाग्नु भयो। कृष्णस्य विश्वग पुरुराज मण्डले रभ्यानना फुल्ल दृश्यो ब्रजार भका ती ब्रजका बालकहरू, ती गोपहरू सबै मिलेर अब भोजन गर्न बसेको। सबैजनाले के भने मैले त हेर्दै कृष्ण खाँदा तिमीलाई हेर्न पाउनुपर्छ, तिमी मै अगाडि बस भने। अब एउटा मेरो प्रभु कति अगाडि बसिदिनु। साथीको माया यदि छल कपट हुँदैन भने त्यो प्रेम भनेको साथीको। साथीले गर्ने प्रेममा कहीँ पनि कपट हुँदैन, कहीँ पनि धोकेबाज हुँदैन, कहीँ पनि धनी गरिब छुटिँदैन। साथीको प्रेममै सबै कुरा छ सच्चा। र कृष्ण तिमी अगाडि बस्नुपर्छ भन्नुभयो। अब हेर्नु सबैको अगाडि त बस्नु, कसरी बस्नु भनेपछि अब सबैजना गोलो भएर बस्नुभयो मेरो प्रभु बिचमा। अब त सबैले ल्याएको भोजन कृष्णले खान लाग्नुभयो। तिम्रो आमाले पकाएको मिठो छ के खैलो म खान्छु। हेर्नु आज आमाको हात अहो भएको छ, प्रभुसँग पुगेको छ। आज कति वर्षदेखि आमाले खाना पकाउनु थियो तर प्रभुले खाना परेको थिएन। आज प्रभुले खानु भयो। खै तिम्रो ल्याउ खाइदिनुहुन्छ। ए सखा ल्याउ तिम्रो, भगवान्ले खानुहुन्छ। अब त प्रभुको साथीले खाने, प्रभुले साथीको खाने। हेर्नु सबैको खाना लाग्नु भयो। कसैले पनि विभ्रत बेडु चठर पटयो श्रृङ्ग भित्रै चकछे
बेडो भिर्नु भयो कम्मरमा वामे पाँडो मृषण कबलम तत्फलान्य गुलेसो देब्रे हातले एउटाको खानुहुन्छ दाहिने हातले अर्काको मुखभेरी लाउनु भएको छ यो दृश्य हेरेको ब्रह्मालाई अचम्म लाग्यो राधे राधे अब जगत पिता जगतधाता ब्रह्मालाई बडा अचम्म लाग्यो राम 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 भगवान भनेको त जुठो खानेको भगवान रहेछन् यी त होइनन् क्या रे ल हेर्नु त भगवानले त जुठो खाँदैनथे यिनी त भगवान होइन क्या रे अब म चेक गरिहाल्छु भनेर ब्रह्मा पनि आउनुभयो अब भगवान खानामा व्यस्त हुनुहुन्थ्यो भएको जति गाई र बाछा सबै लिएर गइदिनु भयो ब्रह्माको लोकमा अब एकछिन पछि त लु यता खाना पिसकेपछि गाई खोइ त कृष्ण खोइ त गाई बाछा भनेर हेर्न लागेको गाई कतै छैन कतै पनि गाई भएन साथीहरूलाई खोज्न पठाउनु भएको कहीँ पनि गाई भेटिएन अब बर्बाद भयो कृष्ण यो खाने चक्करमा लागेर गाई हराएको थाहा भएन फेरि गाई बाख्रा कम्ती डर हुन्थ्यो घरको राधे राधे गोठालो जानु भएको छ कि छैन थाहा छैन तर हेर्नु गोठालो गएको व्यक्तिको नि गाई बाख्रा हराए पनि राम 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 कराउन मन लाग्दैन घरको मान्छेले कराउनुहुन्छ बरु अलिअलि छ भने पनि छेकी रात परुन् जस्तो खोजे गर्थ्यो खोजेको खोजे घरमा भने कराइहाल्ने लैने छेक एउटा गाई हुँदैन क्या जेरमा खोजेको छ यहाँ त एउटा हराएको र सबै हरायो सबै हरायो अब ब्रह्मा आएर लिएर जानुभयो भगवान आएर भन्न लागे हे कृष्ण कहीँ पनि भेटिएन कता गयो थाहा भएन अब हामीलाई त मेरो आमाले कराउनुहुन्छ मेरो बाबाले कराउनुहुन्छ यो खाने चक्करमा लागेर सबै हरायो अब त तिमी नै हो जे गर्छौ गर भनेर जिम्मा लगाइदिए अब ल तिमीहरू बस्दै गर म खोजेर आउँछु भनेर भगवान खोज्न जानु भएको आउँदाखेरि त ब्रह्माले अब भएका आफ्ना साथी पनि लिएर गइदिनु भयो राधे राधे अब त गाई पनि छैन बाछा पनि छैन अब त साथीहरू सखा पनि छैनन् हेर्नु भगवान एक्लै हुनुभयो जङ्गलमा एक्लै प्रभु अब चारैतिर हेरेको नदेखेपछि भगवानले आँखा चिम्लेर याद गर्नुभएको त पिता ब्रह्माले लानुभएको रहेछ राम 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 धाता ब्रह्मा हजुरले मलाई परीक्षा गर्न खोज्नु भएको हजुरले मलाई मेरालाई लिएर जानु भएको हजुरलाई विश्वास लागे नै छ हजुरले अब सबैले मलाई भक्तले मलाई देख्ने मलाई विश्वास गर्ने आज हजुर जस्तो मान्छेले मलाई पनि शङ्का गरेको हजुरको अहङ्कार धेर भएछ ल हेर्नु अहङ्कार हुने मान्छे भगवानलाई पटक्कै मन पर्दैन जसको हृदयमा अहङ्कार छ त्यो अहङ्कार भएर भगवानलाई जति भज्नुहोस् पाउनुहुन्न अहङ्कार भरियो भगवान पनि के कमी हुनुहुन्थ्यो मेरो प्रभु अकर्दम अन्यथा कर्दम शक्तवान सएव भगवान भगवानको अर्थ षड ऐश्वर्य सम्पन्न यति भगवान अब जे पनि गर्न सक्षम हुने भगवान लु ब्रह्माजी हजुरलाई लगेको हजुरसँगै होस् म आफै हुन्छु भनेर मेरो प्रभु त अब जति गाई हुनुहुन्थ्यो सबै गाई बनिदिनु भयो जति साथीहरू थिए सबै साथी बनिदिनु भयो अब गाई जति पनि मेरो प्रभु बाछा पनि मेरो प्रभु मान्छे पनि मेरो प्रभु अब त जता हेरिन्छ कृष्ण नै कृष्ण सुखदेव भन्न लाग्नु छ राजन कस्तो देखियो भन्दा यावत वत्स पवत्स कल्प कपपुर यावत कराङ्घ्रादिकम यावत यष्टि पिषाणु वेणु जलसेक यावत विभूषाणम यावत शील गुणा भिदाकृति भयो यावत विहारादिकम सर्वं विष्णु मयं गिरंग भज सर्वस्वरूपो बभौ आहा कति राम्रो
हेर्नु गाई पनि भगवान, बाछा पनि प्रभु, मान्छे पनि भगवान। अब भगवान आफै गाई हुनु भएको छ, मेरो प्रभु आफैले लठी लिनु भएको छ। अब घर आउनुभयो, अब सबै फेरि मान्छेको अनुहार मात्रै मिलेको हो र बानी व्यवहार पनि ठ्याक्कै भइदिनु भयो। आमाहरूले कसैले पनि चिन्नु भएन यो कृष्ण हो भनेर, सबैले यो त मेरै छोरा हो भनेर जान्नु भयो। अनुहार पनि त्यस्तै, लुगा पनि त्यस्तै, अब स्वरूप पनि त्यस्तै, हाइट पनि त्यस्तै, बानी व्यवहार पनि त्यस्तै भइदिनु भयो मेरो प्रभु। उता ब्रह्माले यत्रो दिन भइसक्यो खोइ त आएनन् खोज्नलाई भनेर यसो हेरेको त तल त सबै माथि हो आएको जति फेरि तल देख्नुभयो वृन्दावनमा। ब्रह्माजीलाई पनि अचम्म लाग्यो, राम 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 नक्कली मेरो परेको त्यहाँ तलको पऱ्यो त भनेर माथि हत्र गरेर हेरेको, माथि पनि त्यस्तै तल पनि त्यस्तै। 1 वर्ष भयो यहाँको। अब ब्रह्माजीलाई थाहा भयो राम 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 गल्ती गरेछु मैले त बर्बाद परेछु नि। कृष्णलाई मैले नजानेछु, प्रभु हुनुहुँदो रहेछ, भगवान हुनुहुँदो रहेछ भनेर गाई बाख्रा सबै लिएर आएर फिर्ता गरिदिनु भयो र भगवानलाई 2 हात जोडेर बिन्ती गर्नुहुन्छ। नौमिडते भ्रवपुषे तडिदम्बराय गुञ्जावतं सपर्विञ्चल सन्मुखाय वन्यास्रजे कवलवेत्र विषाण वेणु लक्ष्मा श्रिय मृदुपदे पशुपाङ्गजाय। प्रभु गल्ती भयो मेरो भगवान, मेरो कृष्ण, मैले त हजुरलाई चिन्न सकिनँ। मैले त जुठो खाने भगवान हुँदैनन् भनेर म अगाडिले जानेको रहेछु। प्रभु मलाई त मैले गल्ती गरेँ, मलाई माफ गरी बक्स्योस् भनेर ब्रह्माले स्तुति गर्नुभयो। अनि परिक्रमा गरेर जानुभयो, तर भगवानले केही पनि भन्नु भएन। अहङ्कारी भएको व्यक्तिसँग त्यति बोल्नु हुँदैन। अब सानो मान्छे भए पनि त हुने नि, ब्रह्मा जस्तो मान्छे इन्द्रलाई माफी दिनुभएको छ भगवानले, तर ब्रह्मालाई दिनुभएको छैन। राधे राधे। किनभने मैहु मान्ने मान्छेलाई, जस्तै गुरुजनहरूलाई हेर्नु है, गुरुजनले शुद्ध पढ्नुपर्छ। धेरो वहन्ति विष्णाय विष्णवे मूर्खो वदति विष्णाय। ज्ञानी मान्छेले के भन्नुहुन्छ अरे भन्दा विष्णवे नमः भन्नुहुन्छ अरे ज्ञानीले। अब आमाहरूलाई भन्न लाग्यो भने के भन्नुहुन्छ? विष्णाय नमः भन्नुहुन्छ। अब ज्ञानीले भन्नुहुन्छ विष्णवे नमः, अब नजान्नेले के भन्नुहुन्छ? विष्णाय नमः भन्नुहुन्छ। हुनुपर्ने के? विष्णवे नमः हुनुपर्ने, नजानेर विष्णाय नमः भन्नुहुन्छ। तर मेरो प्रभुले के भन्नुहुन्छ भने होइन, तिमीले त जानेर पनि नजाने पनि मेरै नाम लिन खोजेको हो भन्नुहुन्छ अरे क्या मेरो प्रभुले। हेर्नु है, राधे राधे। भक्ति भएको व्यक्तिले विष्णाय नमः भन्नु भगवानले स्वीकार गर्नुहुन्छ। भाव हेर्नुहुन्छ मेरो प्रभुले। तर विद्वान मान्छेले फेरि विष्णाय नमः भनेर फेरि भगवानले माफी दिनु हुँदैन नि राधे। त्यही भएर गुरुजनले शुद्ध बोल्नुपर्छ, गुरुजनले शुद्ध पढ्नुपर्छ। गुरुले पनि अब विष्णाय भन्नुभयो भने भगवानलाई मन पर्दैन, किनभने यो त जान्ने छ नि त। नजान्नेले पो भक्तिले गर्नु पर्छ, नजान्नेले पो भाव हेर्ने, तर जान्नेको भाव होइन, विद्वता पनि हेर्नुहुन्छ। यहाँ ब्रह्मा त जान्ने हो नि, त्यही भएर भगवानले केही पनि माफ दिनु भएन। त्यही भएर सज्जन प्रभुलाई पढ्नुहोस् नपढ्नुहोस्, भगवान नपढ्नेको पनि हो, ज्ञानीको पनि हो, मूर्ख पनि हो, तर मेरो प्रभुलाई प्रेम गर्न जान्नुहोस् है। भगवानले त भक्ति हेर्नुहुन्छ। पत्रम पुष्पम फलम तोयम। प्रभुले पत्र पुष्प फल तोयले पूजा गर्नुभयो भने पनि भगवान अस्नामी प्रियतात्मना सबैको मैलो धोइदिन्छु भनेर मेरो भगवानले भन्नुभएको छ। सज्जन
त्यही भएर आउँदैन म त जान्ने छैन मैले पढेको छैन भनेर आमा मन खिन्न नबनाउनुहोस्। राधे राधे। मन खिन्न नबनाउनुहोस्। मैले त जानेको छैन भगवानको स्तुति जानेको छैन मैले त भगवानको केही पनि जानेको छैन। न त मन्त्रै जपे न त वेद स्तुति गरे गहिरो रहमा परे म त अलमल परे। कतै तिम्रो जाल हो कि छिटो काटिदेऊ न परे जाल भित्र अब त प्रभु छिटो आई तारिदेऊ। प्रभु म त केही जान्दिनँ म केही पनि जान्दिनँ म ज्ञानी पनि होइन म विद्वान पनि होइन म त प्रभु हजुरको दास हुँ हजुरको दासी हुँ। न वेद पढ्न आउँछ न स्तुति गर्न आउँछ मन्त्र जप्न न त आउँछ मलाई त केही पनि आउँदैन। केवल आउँछ त हजुरलाई प्रेम गर्नु हजुरलाई प्रेम गर्छु जे भन्नुहोस् भनेर प्रभुमा जीवन दिनुहोस् भगवानले स्वीकार गरिदिन्छ। प्यार मायाले भनिदिनु त राधे राधे। र भगवानले ब्रह्मालाई पनि ज्ञानको अहङ्कारबाट मेटाइदिनु भयो। र गाई चराउन जाँदा एक दिन धेनुकासुरको पनि उद्धार गर्नुभयो भगवानले। एक दिन के भयो भने यमुना नदीको किनारमा पानी खाएको गाई सबै बिमारी परे। के भएछ भनेर हेर्नु भएको त्यो नदीमा त कालिया नाम गरेको सर्प बसेर सबै विष उकालेको रहेछ। त्यति राम्रो पानी त्यति राम्रो यमुनाको पानीमा त विष मिसेको पाउनुभयो भगवानले। सबै आएर बिन्ती बिसाए कृष्ण खोइ के भयो त्यो यमुनाको पानीमा त विष मिसेको छ। बिलुकी दूषिताम कृष्णाम कृष्ण हिना विभुः। त्यो विष मिसेको रहेछ पानीमा नराम्रो रहेछ त्यही भएर केही गरिदिनु पर्यो भनेर सबैले बिन्ती बिसाएपछि भगवान गाई लिएर जानुभयो यमुना नदीको किनारमा गाई चराउन लाग्नुभयो। आगोहरू मिलेर बल खेल्न लाग्नुभयो। सानो सानो बल अब खेल्नुभयो। भगवानले के गर्नुभएको छैन लीला लुकामारी खेल्नुभयो फुटबल खेल्नुभयो क्रिकेट खेल्नुभयो। अब यहाँ बल कन्दुक भनेको बल खेल्नु भएको हो। अब बल खेल्दा खेल्दै भगवानले झ्याप्प बललाई समात्नु भयो र मान्छेतिर दिनु पर्यो भनेर दिनुभएको। जानी त्यो बल यमुना नदीको त्यो गहिरो दह भएको ठाउँमा फ्याँकिदिनु भयो। अब त सबै त्यो बलवालालाई कति पिर हुन्छ। राधे राधे। त्यो साथी भयो भने नि जसको बल छ उसको बल हरायो भने कति माया हुन्छ। मेरो बल हो कृष्ण किन फ्याँकेको त्यहाँ त कोही पनि जान सकिँदैन त्यो त गहिरो न गहिरो छ अब को जाने मलाई त बल चाहियो भनेर सबैले बिन्ती बिसाए। मेरो प्रभु अब त्यही पानीमा झ्याममा हाम फाल्नु भयो। यता सबैले अब प्रभुको यादमा तडपिन लागे। कृष्ण अब तिमी किन गएको अब त्यहाँबाट आउन सक्दैनौ किन गएको भनेर यादमा तडपिन लागे। भगवान प्राणी भित्र जानु भएको एउटा सर्प बसेको ठाउँमा पुग्नु भयो। कालिया नाम गरेको सर्प। अब सर्प बसेको ठाउँमा पुगेको निधाएर बसेका रहेछन् उनका पत्नीहरू चाहिँ उठेका थिए। हतार पत्नीले के भने ए बाबु कृष्ण कता हिँडेको तिमी? म बल लिन आएको होइन यहाँ त बोलाएको छैन कृष्ण तिमी सानो बाबु निक्लिहाल हामी त आमा हौँ माया लाग्छ। हाम्रो पतिलाई थाहा भयो भने तिम्रो यहाँबाट निक्लिने असम्भव हुन्छ निक्लिन सक्दैनौ है अहिले गइहाल भन्नुभयो। खोइ कहाँ आउनुहुन्छ हजुरको आफ्नो मान्छे भनेको त्यहाँ आउनुहुन्छ भन्नुभयो। कहाँ आउनुहुन्छ भनेको सुतिरहनु भएको छ कृष्ण निक्लिहाल। मेरो प्रभुले हेरेको सुतिरहेको हजारवटा फण भएको सर्प सुतेको देख्नुभयो। भगवानले यसो ठुलो स्वर गरिदिनु भएको त जुरुको उठेर हेरे। सानो कृष्ण कता हिँडेको? म त तिमी नेरी आएको। काहीँ नभएको आउँदा रहेछ नि अर्काको निन्द्रा डिस्टर्ब गर्ने भनेर
त्यो सर्पले भगवानलाई खान खोजेको भगवान त बुरुक उफ्रेर माथि निक्लिनु भयो अब त सर्पको 1000वटा फण मेरो प्रभु यो फणमा जानुहुन्छ घरि त्यो फणमा उफ्रिनुहुन्छ फेरि यस्तो गर्छ फेरि त्यहाँ पुग्नुहुन्छ फेरि त्यहाँ पुग्नुहुन्छ भक्तवत्सल भगवानको अब भगवान नाच्न लाग्नु भयो त्यही भगवती सर्पको फणभित्र यति मजाले नाच्नु भएको छ भगवान सानो सानो नानी 32 आयो होला त्यो सर्पको छतमाथि खुब नाच्न लाग्नु भयो अब भगवानले नाचेको दिव्य दर्शनलाई गरौँ भक्तवत्सल भगवानको नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी गति मुंडन पर नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी पम 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 पग पग पम 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 धड़री ससिक सन कार्तिक नव 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 नारद ससिक सन कार्तिक नव 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 नारद मम मम महादेव 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 मम मम हरे हरे तांडव गति मुंडन पर नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी विधि विद्याधर दम 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 देव विधि विद्याधर दम 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 देव विधि विद्याधर दम 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 देव गं 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 गंधर्व गं 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 गंधर्व गं 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 गंधर्व नाम बधुहारी तांडव गति मुंडन नाचत गिरधारी तांडव गति मुंडन पर नाचत गिरधारी मनोजकर्मलोचन विशाल लोचन विद्युत कोपशोचन अमानि करालविंद भूधर विशाम लोक सुंदर महेंद्र महामारण
वत्सल भगवानको राधे राधे। नाच्ने भक्तहरूको ननाच्ने भक्तहरूको कति राम्रो नाच्नु भएको। राम राम राम। एकचोटि जोरदार तालीले स्वागत गर्छु हाम्रो बुवाको छोरा होइन राम राम। बाबाले उस्तै छोराहरू ल मलाई त उहाँको नाच साह्रै मन पर्यो। गुरु 3 दिन अलिअलि कपाल उहाँको नाम के हो बुवा? ल अर्जुन थापाको नाच मलाई असाध्यै मन पर्यो। हेर्नु हजुरहरू कोही पनि उठ्नु भएन तर उहाँ जुन भजन आउँछ त्यसमै उठेर छम 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 नाचिदिनु भगवान् अगाडि। अर्जुन थापाज्यूलाई जोरदार तालीले स्वागत गरिदिनु होला। र मैले मेरो मनले यहाँबाट सम्मान गर्न खोजेको केही एउटा सम्मान रूपी यस पुष्पलाई स्वीकार गरिदिनु त आइरहन्छ। यस्तै मजाले नाचिदिनु त एकचोटि जोरदार तालीले स्वागत गरिदिनु। राम 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 राम। म चाहिँ त यस्तै गरी नाच्न मन लागिरहेको छ। मेरो बुबा त अझै नाच्नु भएको छ। झन् भक्तवत्सल भगवानको राधे राधे र भगवानले अब त्यो नाच्थे ताण्डव गर्दा अब त्यो भगवान ताण्डव नृत्य गर्न लाग्नु भएको माथि फडमा। अब त एक पाइला हानो फुटुक्कै हुने। राधे राधे भला नगर्नु है। राधे राधे माइली देखिँदैन। राधे राधे भगवानले नाच्न लाग्नु भएको सानो सानो प्रभु भगवानको पाउ एउटा फडमा गएर झ्याप्प राख्दाखेरि त भुतुक्के हुने गरी दुख्थ्यो। सबै 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 पाउमा शिशिरमा भगवानले पाउ पुर्याउनु भयो। र अब त म त सक्दिनँ कृष्ण म त थाकेँ भने हेर्नुहोस् कामला गरेको सर्वत म त तिमीसँग सक्दिनँ। तिमी त छक्याउनमा पनि 1 नम्बर छौ। अब म त हारेँ मलाई यहाँ अब मलाई माफ गरिदेऊ भनेको भगवानले भन्नुभयो। माफ गर्ने होइन मेरो गाईले पानी नखाएको धेरै दिन भएको छ। हेर्नु है मेरो गाईले पानी नखाएको धेरै दिन भएको छ। तिमीले खुब बिसो खाएको छौ। यो पानीमा विष मिसेको छ। गाईले खायो भने गाई हालेको दिन हुन्छ। त्यही भएर म तिमीसँग भेट गर्न आएको। तिमी कुरै सुन्दैनौ। अब तिमी निक्लेर जाऊ भन्नुभएको। फेरि जोडेर भने प्रभु अनि हजुरले सृष्टि किन गरिदिनु भएको त मलाई भन्छन् सर्प। एवं के भने हे प्रभु हजुरले मलाई किन सृष्टि गरिदिनु भएको त? वयम खला सहोपत्या तामसा दीर्घमन्य भयो। हजुरको सन्तान होइन। अनि हजुरले सृष्टि गर्ने बेलामा चाहिँ विष हालेर हामीलाई सृष्टि गरिदिनु। सर्पको विष हुन्छ नि त। अनि त्यति बेला चाहिँ विष गरेर सृष्टि गर्नु। अहिले विष निक्ल्यो भने रिसाउनु पाइयो त? पाइएन। त्यो त मैले सृष्टि चलाउनलाई गरेको हो। तिमीहरूलाई निक्लेर जाऊ अर्को ठाउँमा गएर बस भनेको भगवान जानै सकिँदैन अरू ठाउँमा त। जहाँ गए पनि गरुडले च्याप्पै खाइहाल्छ। गरुड त्यो ठुलो चरा गरुडले सर्पलाई देखै नसक्ने। जहाँ गए पनि राधे गोविन्द पार्दिने। त्यही भएर यति तल लुकेर बसेको। अब हजुरले जाऊ भन्नुहुन्छ। कहाँ जानु भनेको भगवानले भन्नुभयो हे सर्पवर्ग तिमी रमणक नाम गरेको द्वीपमा जाऊ। त्यहाँ सौभरी ऋषिको श्राप परेको छ। त्यहाँ कहिले गरुड आउँदैनन्। र अर्को कुरा के भने मैले तिम्रो शिरमा टेकेको छु। तिम्रो शिरमा मेरो पद चिन्ह छ। तिम्रो शिरमा मेरो पाउको चिन्ह छ। जुन सर्पमा मेरो पाउको चिन्ह हुन्छ त्यो सर्पलाई कहिले पनि गरुडले खाँदैनन् भन्दिनु भयो भगवानले। हुन्छ त्यसो भयो भने निक्लेर राजन रमणक नाम गरेको द्वीपमा बस्नुभयो। राधे राधे। त्यही भएर सज्जन अहिले पनि त्यो गोवन सर्पको चिन्ह हुन्छ नि छ त। त्यही भएर भगवानकै पाउ जस्तो हुन्छ। श्री टीका जस्तो हुन्छ। ठ्याक्क यसरी घुमेको भगवानले टेकेको पाउको चिन्ह हो। हामी के भन्छौँ अब त्यो सर्प भगवानले टेक्थ्यो। त्यो सर्पलाई खाँदैन गरुडले।
अनि आएर बास बसाइदिनु भयो। प्रभुको लीला अपरम्पार छ। यमुना नदीको पानी शुद्ध बनाउनु भयो र मेरो प्रभुले दावानलबाट पनि बचाउनु भयो। अरूको पनि उद्धार गर्दै जानुभयो र शरद ऋतुको पनि व्याख्या गर्नुभयो राजन। र एक दिन के भयो भने गोपिनीहरू बसेर कुरा गर्न लाग्नुभयो। साँझको बेलामा दुई ग्रुप हुनुभयो र गोपिनीले बेडु गीत गाउन लाग्नुभयो र भन्न लाग्नुभयो, हे गोपिनी त्यो यशोदाको छोरो कति राम्रो। ल हेर्नु है, कुरा कसको गर्नुपर्छ भन्दा यदि सँगै बसेर कुरा गर्नु छ भने भगवानको कुरा गर्नुहोस्, अर्काको कुरा नगर्नुहोस् नि। फेरि हामी त फेरि 2-4 जना पिपलको रुखमा पनि बसो कि राधे राधे आइहाल्छ। राधे राधे, अर्काको कुरा नगर्नुहोस् है। अब के कुरा गर्न लाग्यो भने ग्रुप भएर बसेर भन्न लाग्नुभयो, हे गोपिनी ती नन्दको छोरो कति राम्रो, यति सुन्दर। ती नन्दको छोरोले त त्यो राम्रोमा पनि साह्रै राम्रो। अब राम्रोको त कुरै नगरौँ, कहिले काहीँ त उटपट्याङ पनि गर्न जानेको। यति माया दिनु भने भगवानले। जब त्यो कृष्ण आउँछन् साँझको बेलामा, सबैभन्दा सुन्दर बेला भनेको चाहिँ साँझको बेला है। साँझमा पनि गाई आउने, गाई बस्तु आउने बेला भएको, गाई बस्तु घर गोठमा जाने बेला भएको, गाईले टेकेको धुलो उडिरहेको समय यति आनन्द हुन्छ नि। सबैभन्दा राम्रो गोधुली समय भनिन्छ त्यसलाई, गोधुली समय। गाई हुल्ने समयलाई गोधुली समय भनिन्छ। अब के भन्न लाग्नु भयो भने गोपिनीहरूले, हे गोपिनी कृष्ण कति राम्रो, त्यो नन्दको छोरो कति राम्रो। जब गाई लिएर आउँछन्, अब गाई पछि हिँड्ने ती कृष्ण, ती आउँदाखेरि गर्मीले अलिअलि पसिना अनुहारमा आउँछ र गाईले टेकेको धुलो जब त्यो धुलो गएर पसिना भयो अनुहारमा लगेर गएर टाँसिन्छ, त्यो स्वरूप हेर्दा कति राम्रो देखिने। घुम्रिएको कपाल, मेरो प्रभुको कपाल बटारिएको छ। घुम्रिएको कपाल, अनुहारमा त्यस्तो स्वरूप। कहिले एउटा फुल लिने, राधे राधे, कहिले एउटा फुल लिने, त्यही फुललाई कहिले यो कानमा राख्ने, कहिले यो कानमा। ल हेर्नु त, चटक्क पटुको बान्नु भएको, पहेँलो वस्त्र लगाउनु भएको, पिताम्बरी वस्त्र धारण गर्नुभयो। भगवानले सिलाको लुगा कहिले लाउनु भएन वृन्दावन बसुन्जेलसम्म। जहिले पनि यस्तै धोती जस्तो लाउनु भयो, धोती लाउनु भयो। पहेँलो लुगा प्रभुले लाउनु भयो। कस्तो स्वरूपमा हुनुहुन्थ्यो भन्दा वराहा पीडम नटवर वपुः कर्णयो कर्णिकारं बिभ्राट वास कनक कपिशं वैजयन्तीं समालं रन्ध्रान वेणुरधर सुदय पुरयन् गोपवृन्दैर् वृन्दारण्यं शपदरमणं प्राविशद गीत कृति। कति राम्रो देखिएको कृष्णलाई। जब एउटा कानको फुल अर्को कानमा राख्छन्, एउटा फुल लियो, एउटा मात्रै फुल छ, दुईटा कान छ, घरि यो कानमा सिउरिन्छन्। यहाँ त राम्रो लागेन भनेर हतार यो कानमा, फेरि पनि राम्रो लागेन फेरि यो कानमा। मयूरपङ्ख शिरामा भेरेको पटुका कसेको, ती कम्बर रधर सुदय, त्यो बेडुलाई ओठले छोको, धन्य हो त्यो बेडु। राधे, भाग्यमानी त त्यो बेडु रहेछ, भाग्यमानी त त्यो वंशी रहेछ। किनभने त्यो कृष्णको ओठमा छुन पाएको छ। जतिखेर पनि कृष्णको ओठमा छुन पाउने, जतिखेर पनि कृष्णैसँग बस्न पाउने। रन्ध्रान बेडो रधर सुदय, त्यो तल्लो ओठमा राखेर जब बेडो बजाउँछन् तब मनै भकानिन्छ। बेडो भाग्यमानी भनेर खुब गोपिनी गोकीले यो बेडो गीत गाउनु भयो र भगवानको लीलालाई आनन्दमा रहनु भयो। अगाडि गइसके, अगाडि पुगेपछि फेरि एक दिन के भयो भने
राधे राधे भगवानको लीला छ सज्जन। एक दिन के भयो भने गोपिनीहरूलाई असाध्यै मन पर्यो कृष्ण। अब त नपाइकन बाँच्नै नसक्ने भयो। अब गएर मन पराउँछु नि त भन्न पनि नमिल्ने। त्यति बेला त अप्ठ्यारै थियो नि त बुबा। अहिले पो डाइरेक्ट गएर मन पराउँछु तिमीलाई भन्छन्। त्यति बेला त के को भन्न पाइन्थ्यो, मन मनमै सम्झिनु पर्थ्यो। एकरो प्रेम हुन्थ्यो। अब गोपिनीले खुब एकरो माया। अब सबैले मिलेर एउटैलाई पाऊ, एउटैले नाप्दै भएर गोपिनी जति सबैले कसलाई याद गर्थे भन्दाखेरि मेरो प्रभुलाई। अब त भोलिपल्ट बिहानै उठेर यमुना नदीमा गएर स्नान गर्न लाग्नुभयो र यमुना नदीको किनारमा आएर अब फुल लिएर कात्यायनी देवीको ध्यान गर्न लाग्नुहुन्छ। राधे राधे। आमाहरूले विवाह भएको मान्छे, छोरी मान्छेले आफ्ना पति चाहिँ राम्रा भनेको जस्तै हुनुहोस्, राम्रा मिलाउनुहोस् जस्तो लागेको छ भने यो मन्त्र सम्झिनु है। यहाँ गोपिनीले पाउनुपर्छ। यदि विवाह भएको छैन भने पनि सम्झिनु, विवाह भइहाल्छ। गुरु काम लाग्छ। कहिले काहीँ गुरु भएन हो बुझ्दा के उपाय छैन भन्नु पनि दिइहाल्छ। राधे राधे। अब गणेश गुरुलाई त के सिकाउनु? गणेश गुरु कसैले सोध्नुभयो भने दिनु है। छोरी मान्छेले छोरो मान्छे पाउनु भएको छैन अथवा पाएर पनि राम्रो पाएर मात्रै भएन, जोडी दिलले मनले खोजेको सबैसँग मिलेको छ भने के भन्नु भनेदेखि अब यहाँ गोपिनीले पनि हातमा बोलेर देवी कात्यायनीलाई सम्झिन लागे। कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्दगोपसुतं देवी पति मे कुरुते नमः। अब खोलाको किनारमा आएर त्यो गिलो बलुवालाई हातमा उठाएर बलुवाको त्यो थोपो झर्छ नि त, झार्दै 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 अल्गो बनाए। हे कात्यायनी देवी नन्दगोपसुतं देवी पति मे कुरुते नमः। मलाई नन्दको सुत पति बनाइदेऊ भनेर मागे। यदि हामीलाई पति दिन्छौँ भने हे देवी कात्यायनी हजुरको शरणमा आएका छौँ, हामीलाई देख्दै नन्दको सुत कृष्ण पति बनाइदेऊ भनेर मागेर भगवानसँग प्रार्थना गरे र स्नान गर्न लाग्नुभयो। राजन स्नान गर्दाखेरि सबै लुगा खोलेर स्नान गर्नुभएको थियो। भगवानलाई थाहा पाउनुभयो मेरो प्रभुले पनि अब बिहानै आज चाहिँ अलि छिटै गाई खोल्नुपर्छ, गाई लिएर त्यतै जानुपर्छ साथी हो भनेर सल्लाह गर्नु। आज तिमी हिँड है चरुवा हुन्थ्यो हुँदैन त्यो गोठालाको सल्लाह। राधे राधे। को जाने चरुवा भनेको बाला नपठाऊ, तिमी हिँड न, तिमी जानुपर्छ, तिमी हिँड। अब हेर्नु है भगवानले सबै मिल्नेलाई चाहिँ साथी बनाउनु। जानु छ नि त मान्छे वस्त्र हराउनु